Hello guys, welcome to my another video. It's Mr. Raj. नमस्ते सबै सन्चै आरामै हुनुहुन्छ होला आशा गर्छु र म नि एकदम फिट एन्ड फाइन छु अनि धेरै दिनपछि भिडियोमा आइयो होइन। आज चाहिँ के भन्नु मन लाग्यो भन्दाखेरि अब कोही राजा पक्ष होइन, कोही नेता पक्ष कहिले के भने कहिले के भने है। अब कहिले फेरि अब हाम्रो कसले राजालाई यहाँसम्म उठाएर ल्यायो फेरि बिच बाटोमा साथ छोडेर गयो हेर्दै भन्ने के कुरा चलिरहेको छ होइन। भएन कि यस्तो गरेर भएन। नेपाल लडिराख्यो भने अनि इन्डिया चाइना अब अर्को देशले फाइदा लुट्छ अनि हेरे होला। मिलेर लगा के सबै मिलेर लगा। चाहे बालेन सर राजा बन्नु, चाहे राजा बन्नु, चाहे प्रचण्ड राजा बन्नु, चाहे शेर हर्का साम्पाङ राजा बन्नु, जोसुकै राजा बन्नु, विकास सुविधाहरू भरिपूर्ण हुनु पर्यो। नेपाल बन्न पर्यो के बस सबै मिलेर लगे नि हुन्छ। नेपाल बन्नु पर्यो बस त्यही भन्न आएको। खासै बोल्ने जरुरत थिएन, त्यही पनि आफ्नो त्यसको लागि दुई शब्द राख्न मेरो नि अधिकारको कुरा हो। ओके, लास्टमा यही भन्न चाहन्छु कि मिलेर अगाडि बढाउनुपर्छ। नेपाल चाहिँ सबैले मिलेर होइन सुविधाहरू हुनु पर्यो होइन, भरिपूर्ण हुनु पर्यो। त्यही हो, सबैजना एक हुन्छ, सबैजना मिलेर काम गर्नु, नेपाल बनाउनु। यति भन्दै म बिदा हुन्छु। हस्त बाई।